निर्देशक देव प्रसाद धिमालको निर्देशनमा चलचित्र टेम्के द डेस्टिनेसन निर्माण हुने भएको छ। शुक्रबार एक कार्यक्रमका बीच चलचित्रको स्क्रिप्ट पूजा गर्दै राजधानीको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्रको टिमलाई शुभकामना दिँदै नरिवल फोडी क्ल्याप इन गरी चलचित्रको शुभ मुहूर्त शट लिनुभएको थियो। मुहूर्त कार्यक्रममा चलचित्रका सम्पूर्ण कलाकार, प्राविधिक तथा निर्माण टिमलाई अध्यक्ष डीसीले शुभकामना दिँदै टेम्के भन्ने ठाउँ निकै रमाइलो र राम्रो रहेको, म 6 वर्ष हुँदा गएको र ठाउँ निकै राम्रो लागेको थियो र आशा छ चलचित्र पनि राम्रो बन्ने शुभकामना छ भनेर उहाँले भन्नुभयो। वरिष्ठ अभिनेता तथा कलाकार सङ्घका निवर्तमान अध्यक्ष रविन्द्र खड्काज्यूको उपस्थितिमा रहेको मुहूर्त कार्यक्रममा उहाँले पनि चलचित्रको सफल छायाङ्कन र उत्कृष्ट चलचित्र बनोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो। देव प्रसाद धिमालको निर्देशनमा बन्ने यस चलचित्रमा अर्जुन थापा, रिना गुरुङ, प्रीतिका शर्मा, गोकुल सुवेदी, श्रीदेव भट्टराई, सावित्रा चिलवाल लगायतको अभिनय रहनेछ। काठमाडौँ, पोखरा र भोजपुर अनि टेम्के डाँडामा छायाङ्कन हुने यस चलचित्रमा राजु किरातको दमदार एक्सन रहनेछ। विजय राज भुटेलको कथा लेखनमा तयार भएको यस चलचित्रलाई नरेश अय्यरले खिच्नेछन्। आगामी चैत्र 12 गतेबाट छायाङ्कनमा जाने यो चलचित्र विशुद्ध नेपाली परिवेशको नेपाली कथामा बन्ने निर्देशक देव प्रसाद धिमालले बताए। आरडीएस नेपालको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता देव प्रसाद धिमाल र पङ्कज सरदार रहेका छन् भने कार्यकारी निर्मातामा भोला सुवेदी, आरजे प्रणव, राजनजङ थापा, जित शेरचन रहेका छन्। चलचित्रका लागि एसोसिएट डाइरेक्टर तथा कथाकारमा विजय राज भुटेल रहेका छन्। Camera, rolling, clap, action. टेम्के आरडीएस नेपाल प्रेजेन्ट्स टेम्के द डेस्टिनेसन चलचित्रको शुभ मुहूर्त क्ल्याप। आखिर मलाई यहाँसम्म ल्याउनको लागि बसेको तिमीले मायाको नाटक गर्यौ। यदि चोखो माया थिएन भने यो सबै नाटक के को लागि नि? तिमीलाई टेम्केको हावा खुवाउनु थियो। टेम्के चाहिँ मेरो शुभकामना छ। टेम्के डाँडामा पुगेको छु फेरि, तर धेरै सानो उमेरमा। म 6 महिनादेखि 6 वर्षसम्म भोजपुरमा बसेको र चतराबाट यी यात्रा 3 दिन 4 दिन लगाएर एउटै खोला 9 चोटि तरेर तुइन तरेर भोजपुरको सुन्दर डाँडादेखि लिएर टेम्के डाँडासम्म पुगेर टसार पछि पोर्टिन पर्थ्यो। त्यतिखेर टसार विकट थियो र माथि हामी बस्थ्यौँ। आज त्यही टेम्के नामको चलचित्रको शुभ मुहूर्त गर्न पाइयो। केही समय पछाडि पनि त्यहाँ जाँदै रहेछ। मलाई खुसी लाग्यो। टेम्केको धेरै सबै कलाकारहरूलाई मेरो शुभकामना छ। तत्चित्त भएर गर्नुहोला र निर्देशक साहबले पक्कै पनि मेहनत गरेर यसलाई चाहिँ राम्रो चलचित्रको रूपमा ल्याउनुहुनेछ। त्यस पछाडि बजारमा पनि यसले आफ्नो राम्रो छाप छोडोस् भन्ने शुभकामना दिँदै म यहाँसम्म बिदा हुन्छु। ठाउँमा हर दुःख सुखमा साथ दिने हुने वरिष्ठ कलाकार रविन्द्र खड्काज्यूलाई विशिष्ट अतिथिको भाषण ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रोड्युसर र निर्माता देव प्रसाद धिमालज्यू म यहाँ निम्त्याउन चाहन्छु। सबै कलाकारले पनि चिन्नको लागि जरुरी छ उहाँलाई, किनभने आजदेखि हाम्रो अब वर्कसप त भएको छैन होला, सायद वर्कसप। त्यसै गरेर पङ्कज सरद सर निर्माता प्रोड्युसर हजुरलाई म यहाँ निम्त्याउन चाहन्छु एकछिन। त्यसै गरेर निर्देशक देव प्रसाद धिमाल यही हुनुहुन्छ। सहनिर्देशक मेरो प्रिय मित्र, धेरै वर्षदेखि उहाँले निर्देशन गरेको धेरै गीतहरूमा मैले अभिनय गरेको छु, विजय राज भुटेलजी। गायक प्रताप दास, अनु चौधरी र भुवन विका। यसो गरौँ, अब कलाकारज्यूहरूलाई म सही हामी एकछिन बसौँ। र टेम्के भन्ने ठाउँ धेरै सुनेको छु, धेरै राम्रो ठाउँ छ। अब त्यस्तै पऱ्यो भने म सुटिङ हेर्न मात्र भए पनि आउनु सक्छु, किनभने धेरै चर्चित धेरै राम्रो ठाउँ हो त्यो टेम्के। त्यस कारण तपाईँहरूको अपार सफलताको सबै मिलेर एकजुट भएर सबैले साथ र सहयोग गरेर निर्माताले मलाई यस्तै गर्नुपर्छ, कलाकारले यसो गरेन भन्ने किसिमका विवादहरू कहीँ नआओस् भन्न म चाहन्छु। फेरि पनि सबैलाई म हार्दिक बधाई तथा यो सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यो टेम्के चलचित्रले आज भद्रकालीको प्राङ्गणमा मुहूर्त भएको चलचित्र नेपालमा मात्र होइन विश्वभर फैलियोस्, अत्यन्त सफल होस् भन्न चाहन्छु। शुभकामना। यो नाम उत्तिकै यो प्रख्यात नाम हो, एउटा पर्यटकीय स्थल जसलाई हामी
घुम्न जानको लागि मात्रै गर्थ्यौँ यसरी हामी सुटिङ गर्नको लागि त्यही ठाउँलाई प्रतिनिधित्व गरेर फिल्म गर्दैछौँ अब कलाकारको लिस्टहरू यहाँहरूले अघि नै सुनिसक्नु भएको छ को छौँ हामी भनेर यो टिम बनाउनको लागि जति दुःख गर्नु भएको छ हाम्रो टार्ड साहबले देवप्रसाद हिमाल सरलाई एकदमै मनदेखि सबैजनाको प्रतिनिधित्व गरेर म एकदमै धेरै थ्याङ्क यू भन्न चाहन्छु देव हिमाल सरलाई। आवाज विजयजीको त्यो सुनिसके पछाडि जान मन लाग्यो मलाई चाहिँ एकचोटि ल यस्तो ठाउँ हेरौँ न त सानैदेखि एडभेन्चर अलिक मनपर्ने भएकोले गर्दाखेरि पछि जब म ठुलो भइसकेपछि धेरै कुराहरू परिवर्तन भए होइन त्यतिखेर बाटो पनि पुग्यो रोडहरू पनि पुग्यो माथि डाँडासम्मै रोडहरू पुगिसकेका थियो तर पनि मलाई चाहिँ हिँडेर जानै मन लाग्यो हामीले जस्तो वालपेपरहरूमा देख्ने खालको जङ्गलहरू हामीले त्यहाँनिर लाइभ आफ्नो आँखाले देख्न सक्छौँ कि त्यति राम्रो ठाउँ रहेछ र जब डाँडामा पुगेँ एउटा स्वर्गमा पुगेको जस्तो आनन्द आयो। ओहो यो ठाउँको बारेमा त सबैलाई थाहा हुनुपर्छ नेपालभरि सबैलाई थाहा हुनुपर्छ एकचोटि चाहिँ हरेक नेपालीले टेम्केमा चाहिँ पुग्नै पर्छ भन्ने खालको मनमा आएको थियो। त्यस्तै क्रममा मनाङमा हामी गएर सुटिङ गरे भए फिल्मको नामै मनाङ राख्नु पर्थ्यो मुस्ताङमा गरे भए फिल्मको नामै मुस्ताङ राख्नु पर्थ्यो होइन सिन्धुपाल्चोकमा गएको भए सिन्धुपाल्चोक राख्नु पर्थ्यो अथवा जुन ठाउँमा हामी गएर सुटिङ गर्छौँ त्यही ठाउँको नाम राख्नु पर्थ्यो। त्यसपछि सल्लाह भयो हाम्रो देव हिमाल दाजु हाम्रो डिरेक्टर प्लस प्रड्युसर पनि हुनुहुन्छ उहाँसँग पनि सल्लाह भइसकेपछि मेरो दिमागमा अलिकति आयो त यी टेम्के कस्तो हुन्छ त भन्ने कुरा भएपछि ठिक छ हो ल नाम पनि एकदम एक्स्ट्रा छ के हो त टेम्के मान्छेले कतिले सुनेको छैन थाहा छैन ल टेम्के गरौँ फिल्मको नाम टेम्के राखौँ भनेपछि त्यसपछि नाम जुर्यो यो चलचित्रको नाम टेम्के। र अर्को कुरा पनि यो ठुलो ब्यानरको फिल्म है ब्यानर हेर्नु कति ठुलो छ योभन्दा ठुलो ब्यानर अरू कुनै शुभ मुहुर्तमा देख्नु भएको थियो हजुर ढिलो आउनु भएर नि अन्त ढिलो आउनु कार शङ्कर अधिकारी घायल राईको गीत पनि हाम्रो चलचित्रमा छ भनेपछि गीत पनि त्यसै हिट हो भन्नै पर्दैन होइन सबै हिटै हिट हाम्रो कलाकारदेखि सबैको कामदेखि लिएर सबै कुरा छ। अब बाँकी कुरो भनेको हामी अब स्पटमा भेट्छौँ।